रातो लुगा लाउँदैमा लामा होइन, गुम्बामा पढेर आउँदैमा युल टिम, ग्याल टिम, छोइ टिम सबैले संस्कारले समेटेर जानु सक्छ भन्ने छैन। तपाईँ गेलु हो कि साक्या हो कि इङिङमा हो कि तपाईँ कुन लामा हो? मान्छे मरिसकेपछि बाउ आमा घरको कुनै पनि सदस्य या टोलको कुनै सदस्य मरेको छ भने त्यसको चाहिँ त्यो मरेको मान्छेको चाहिँ सिप्चु सेर्कु भनेको चाहिँ 49 दिनसम्म भोकपो भनेको मुला खानु भएन, घोक भनेको लसुन खानु भएन, चोङ भनेको छ्यापी खानु भएन, खेचे तिलतुङ छ्याङतुङ कुन्मो भनेको चाहिँ तपाईँको के पर्छ त त्यहाँ भने माछा मासु जाँड रक्सी चुरोड बिँडी खैनी सुर्ती लगायत तीहरू चाहिँ खानु भएन सर। बुवाको प्राण जाने बेलामा कस्तो खालको लुगा लगाएको थियो त्यो लुगा तपाईँले चेन्ज नगर्नु होला, धुनुहोस्, त्यो अलग्गै कुरा हो। त्यो लुगा चाहिँ तपाईँको चाहिँ शिवजीहरूको 49 दिनसम्म। हाम्रो मरेर गएको जुन चाहिँ व्यक्तित्वको आत्मा चाहिँ हाम्रो छेउमा आएर बस्छ भोलि। तर उहाँ आउने बेलामा आज उहाँले के चिन्दैन भने हामी त हिजो त मेरो छोरा त मैले चाहिँ यो संसार छोड्ने बेलामा अथवा पार्थिव शरीर मात्रै भएको बेलामा त मेरो छोराले त चाहिँ तपाईँ अर्कै लुगा लगाएको थियो, अच्छा त मेरो छोरा हो कि होइन उहाँले चिन्नै गाह्रो हुन्छ। चाहे जेसुकै चिज राख्नुहोस्, माछा मासु बाहेक है, फेरि त्यो चिजको बास्ना खानुलाई आउनुहुन्छ 5 दिनको दिनमा, 6 दिनको दिनमा उहाँलाई आवश्यक दियो, अब देउताहरू चिनाइदियो लामा गुरुले। 7 दिनको दिनमा दुन बन्ने आवश्यक भयो, एउटा मुद्दा फसेल भयो उहाँको। मरिसकेपछि मान्छेलाई 125वटा मुद्दा आइलाग्छ। त्यो 125वटा मुद्दा कहिले फसेला हुनुपर्छ? 49 दिनभित्र फसेला हुनुपर्छ सर। त्यसैले घेवा सम्बन्धीकै लामा लिएर घेवा गर्न लाउनु पर्छ। अनि कहाँको चाहिँ नि त्यो गुम्बामा पढ्ने विद्यार्थी ल्याएर हुन्छ कहीँ? मरेको मान्छेले बुझ्ने भाषामा, साङ्गेले पनि बुझ्ने भाषामा त्यो मूल लामाले बहस गर्नु पर्यो। अनि